नमस्कार म यो घरको बुवा। नमस्कार म यो घरको आमा। नमस्कार म यो घरको दिदी। नमस्कार म यो घरको माइलो छोरा। मङ्गलम भगवान विष्णु मङ्गलम पुण्डली खास्य मङ्गलाय करोइ। म यो घरको बुवा हुँ। म यो घरकी आमा हुँ। मिलेन मिलेन होइन ग्याप भयो त्यतिखेर रेगुलर आउनु पर्छ ल भन्नु यो घरकी दिदी। ल आऊ न आऊ नमस्कार म यो घरको बुबा। नमस्कार म यो घरको आमा। नमस्कार यो घरको दिदी। नमस्कार म यो घरको जेठी बुहारी। नमस्कार म यो घरको माइली बुहारी। नमस्कार म यो घरको म कान्छी बुहारी। फुपू उता जानु नजानु पर्ने थियो अब बन्द गरिदेऊ न त। 2 3 ल नमस्कार नमस्कार म यो घरको बुबा। नमस्कार म यो घरको आमा। नमस्कार यो घरको दिदी। नमस्कार म यो घरको जेठी बुहारी। नमस्कार म यो घरको माइली बुहारी। नमस्कार म यो घरको म कान्छी बुहारी। फुपू उता जानु नजानु पर्ने थियो अब बन्द गरिदेऊ न त। अब फेरि ल नमस्कार म यो घरकी आमा हुँ। नमस्कार यो घरकी दिदी। नमस्कार म यो घरकी जेठी बुहारी। नमस्कार म माइली बुहारी। नमस्कार म यो घरको कान्छी बुहारी। कालो देखियो गयो ये बुनुको सिङ्गल अहिले टिकटक बनाऊँ न एउटा। यो घरको छोरी म जेठी छोरी माइली छोरी कान्छी बुहारी हो त्यस्तो गरौँ। हजुर के छ? कहाँ जानुभएको थियो नि? हामी सपिङ गर्न गएको नारायणघाटको बजारमा। हो र हिँड्दाखेरि धौ भयो छ हजुरलाई? धौ होइन नि कति रमाइलो लाग्यो। एक्सर्साइज भएको छ है। ल हेलो जाम अब अलिकति थोरै छ। अब घर आइपुग्ने बेला भयो है दिदी।